आज चाहिँ म बनाउन जाँदैछु खुर्सानीको अचार। खुर्सानीको अचारमा मैले लसुन पनि काटेर राखेँ, साइज अनुसारको काटेर राख्ने, अनि चाहियो मसला पनि राखेँ। मसलामा चाहिँ मैले टिमुर, तोरी अनि जिरा धनियाँको धुलो गराएर राखेको छु। अब यसलाई म थोरै मेथीले झानेर अनि तेल राखिदिन्छु माथिबाट खराएर, अनि त्यसपछि हाम्रो रेडी हुन्छ खुर्सानीको अचार। सबै रेडी भइसकेपछि म चाहिँ तेल खराउन जाँदैछु। उता तेल खरिँदै गर्ने बेलामा मैले यसमा थोरै स्वादको लागि नुन अनि थोरै बेसार पनि राखेकी छु। मेरो चाहिँ यहाँ लगभग तेल खरेर रेडी हुन लागिसकेको छ, अनि म यो मेथीले फुराइदिन्छु। देख्न सकियो तेल राम्रोसँग फुरिसकेको छ, अनि म ग्यासको फ्लेमलाई बन्द गरेर अब म खुर्सानीमा जाँदैछु। तपाईहरूले चाहिने मात्रामा आफूलाई जति नै चाहिने हुन्छ त्यति नै मात्र तेल राख्न सक्नुहुन्छ। म चाहिँ लामो समयसम्म नबिग्रोस् भनेर तेल अलि धेरै नै प्रयोग गरिरहेकी छु, र म यसलाई अब मिक्स गर्न जाँदैछु। देख्न सक्नुहुन्छ। यो सेलाइसकेपछि अनि म डब्बामा राख्छु, अनि मेरो तयार हुन्छ खुर्सानीको अचार। आफ्टर देन रेडी भयो मेरो खुर्सानीको अचार।